सेरेमनी टाइम हो -10 बाहिर के बरफ छ है यो चाहिँ रमनी हो आगो लास्ट चिज चाहिँ यहाँ है सो तपाईँहरू अनि तातो कपडाहरू चाहिँ एकदम पवित्रदार आउनलाई बाहिर है त्यो भएको कारण चाहिँ अब गर्नुपर्दै बाँकी हेरौँ सबैलाई म अपडेट दिँदै गर्छु जो मेरो भिडियो सबैलाई मन परेमा लाइक कमेन्ट सेयर गर्नु नबिर्सनु होला त्यो सबैले हेर्ने साथीहरू म चाहिँ मार्केट जाँदै हो साथीहरू गाडी चाहिँ यताबाट आउँदैछ म चाहिँ बस अब आइसकेको छ लगभग अनि म आएको चाहिँ 8 मन्थ भयो यो चाहिँ फर्स्टचोटि है मैले चाहिँ यहाँ रोमानिया देखेको बरफ सो नेपालमा त देखियो तर यहाँ रोमानियामा चाहिँ बस स्ट्यान्ड हो जो जति पनि रोमानिया आउनु भएको साथीहरू सो कपडा चाहिँ बोकेर आउनु होला साथीहरू म चाहिँ मार्केट जानु लाग्छु सो लास्ट बरफ हाम्रो पछाडि हेर्न सक्नुहुन्छ कस्तै बरफ छ म चाहिँ मार्केट जानु लाग्छु यता यो चाहिँ लिडिल हो रोमानियाको हालत चाहिँ यो छ हेर्न सक्नुहुन्छ गाइजहरू है यस्तै छ साथीहरू रोमानियामा चाहिँ यो चाहिँ बस स्ट्यान्ड है यहाँनिर चाहिँ बस आउँछ सो यो चाहिँ बजार त्यो चाहिँ सो गाइज अब हाम्रो चाहिँ बस्ने टाइम पनि भइसक्यो सामान किनेर अब चाहिँ बस आउनु बाँकी छ त्यहाँ चाहिँ बस स्ट्यान्ड छ है सो रोमानियामा चाहिँ यस्तै छ साथीहरू दिनहरू यस्तै गरेर बितिरहेको छ है सो अब बस आउँछ 5 मिनट छ लास्ट चिज साथीहरू माइनस छ त्यहाँ चाहिँ बस चाहिँ अब हाम्रो टाइम छ बस आउने सो फाइनल्ली गाइज हाम्रो गाडी पनि आइसक्यो शामी नै हो यहाँको अब मौसम तपाईँले हामी छ देखिसक्नु होला चिसो छ के गर्नु गाइस त्यस्तै हो गाइस अब म चाहिँ हेरुमा पुगिसकेँ है तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो लास्टसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला है सो रोमानियाको जति पनि नयाँ न्यू अपडेटहरु हुन्छ म तपाईहरुलाई अबदेखि सधैँ भिडियोहरु बनाएर दिनेछु सो सबैले मन परेमा लाइक कमेन्ट शेयर चाहिँ गर्न चाहिँ नबिर्सनु होला सो अनि अर्को एउटा कुरा 2026 मा जो जति पनि साथीहरु आउनु भएको छ
उहाँहरूलाई म एउटा कुरा भन्न चाहन्छु, अब